Hi everyone, welcome to my channel. जय मसी तथा नमस्कार सबैजनालाई। र अहिले चाहिँ म घरको मेरो झ्यालबाट म भिडियो गर्दै छु, भ्लग स्टार्ट गर्दै छु। आज भ्लग स्टार्ट गर्नुको मेन रिजन चाहिँ अनि आज हाम्रो चाहिँ गुड फ्राइडे हो, जुन हामीले वर्षमा एकचोटि क्रिसमस मनाउँछौं भने त्यसै नै हामीले गुड फ्राइडे अनि रेजरेक्सन डे मनाउँछौं। र अनि आज फ्राइडे हो, गुड फ्राइडे हाम्रो चाहिँ अनि प्रभु येशू चाहिँ अनि हाम्रो निम्ति अनि हाम्रो पाप अधर्मको निम्ति मर्नु भएको दिन हो। सो म त्यस्तो त केही हुँदैन, जस्ट नर्मल संगतिहरु हुन्छ आज। अनि म 3 दिनको चाहिँ एउटा भ्लग जसरी क्याप्चर गर्ने छु अनि त्यो चाहिँ अब मैले चाहिँ एज अ मेमोरी पनि हुन्छ प्लस अनि मेरो लागि कन्टेन्ट पनि हुन्छ भनेर मैले बनाएको छु। त्यही भएर मैले भ्लग गरेको छु हैन, त्यसको लागि म आजको मात्र, किनकि त्यस्तो स्पेशल के हुन्छ, नर्मल संगति हुन्छ अनि संगति पछि अनि त्यही हाम्रो समूहको मिटिङ यताउति पैसाहरु यताउति तिरनतान गर्छ अनि त्यसपछि चाहिँ अनि घर आउने हो। अनि भोलिको दिन संगति भइहाल्यो। अनि भोलिको दिन चाहिँ प्रभु येशू चिहानमा बस्नु भएको दिन हो। अनि पर्सिपल्ट चाहिँ प्रभु येशू अनि फेरि अनि मृत्युबाट बौरी उठेर अनि पुनरुत्थान भएको दिन हो। अनि त्यो दिन अनि पर्सिको दिन चाहिँ हामी बिहानै चर्च जान्छौं, संगति गर्छौं, र्याली गर्छौं अनि खाजा पनि खान्छौं हैन, त्यो सबै गर्छौं। अनि सो म 3 दिनको भ्लग म एकैचोटी म हाल्ने छु एड गरेर, त्यही हो। अनि मेरो आजको आउटफिट म देखाउँछु, एकदम सिम्पल रेड कुर्ता र व्हाइट सुरुवाल म देखाउँछु यता। मेरो आजको कुर्ता रेड कलरको कुर्ता अनि व्हाइट सुरुवाल अनि व्हाइट सल, आजको आउटफिट मेरो। अब जान ढिलो भइसक्यो। जसै कार पार्क गरिदिन्छ सजाइसकेँ म। जय मसी सबैजनालाई जय मसी भाउजू। तर परमेश्वरले हाम्रो निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नु भयो। आमेन। परमेश्वरले वचन पढाइमा हामी सबैजनालाई आशीष दिनुभयो। र विशेष गरेर आज शुभ शुक्रबार अहिले चाहिँ म घर आइसकेँ, गाइस हैन कस्तो ढोका खुले जस्तो लागेर घर आइसकेँ। अहिले चाहिँ कपडा नि चेन्ज गरिसकेँ र अनि आज जस राम्रो भयो। मैले पछि त्यो भजनहरु गाएको हुन्छ नि, अब त्यो चाहिँ मैले हाल्न किनकि बिर्सियो चाहिँ, मेरो मलाई भजनहरुको लिस्ट पनि थियो। हाई एभ्रिवान, जय मसी तथा नमस्कार सबैजनालाई। आज चाहिँ डे 2 रहेको छ। आज शनिबारको दिन हो। आज हाम्रो नर्मली अरु दिन चाहिँ संगति हुन्छ र प्लस आज स्पेशल के छ भन्दाखेरि चाहिँ आज चाहिँ हाम्रो प्रभु येशू चाहिँ चिहानमा चाहिँ राखिएको दिन हो भने हि चाहिँ उ गरेर मर्नु भएको दिन, आजको दिनसम्म चाहिँ चिहानमै हुनुहुन्थ्यो र अनि भोलि चाहिँ पुनरुत्थानको दिन मैले हिजै भनिसकेँ। सो मैले आज त्यस्तो स्पेशल त के हुनु, जस्ट नर्मल संगति नै हुन्छ। आज चर्च जान्छौँ, गीतहरू गाउँछौँ, संगति गर्छौँ। तर 3 दिनकोमा आजको दिन पनि इन्क्लुड हुनुभएको र म आजको नै भ्लगहरू गर्नेछु, कस्तो हुन्छ के हुन्छ। मेन चाहिँ भोलि हो। भोलिको दिन चाहिँ हाम्रो चाहिँ सबैजना चाहिँ बिहान नै भेला हुन्छौँ, किनभने हाम्रो प्रभु येशू चाहिँ अनि मिरमिरे उज्यालोमा चाहिँ अनि चिहानबाट निस्कनु भएको हो। सो हामी सबैजना बिहानै गएर अनि संगति गर्छौँ। अनि संगति भएपछि अनि हामी खाजा खाएर हामी र्याली जान्छौँ। अनि
प्रभु यीशुको सम्झनामा हामी त सबै गर्छौँ। सो अनि त्यही हो मेन चाहिँ भोलि हो स्पेसल हामीले गर्ने चाहिँ होइन। अनि आज नर्मल सङ्गतहरू हुनेछ, त्यो चाहिँ अब मैले सायद पहिलाको भ्लगमा एकचोटि मैले हाम्रो जुन सङ्गति चाहिँ हल्का हल्का क्लिपहरू हालेको थिएँ। र म पुरै नै हाल्दिनँ, अलिअलि क्लिपहरू चाहिँ हाल्ने छु, धेरै त म हाल्दिनँ। त्यही हो गाइज, बिहान भइसक्यो, अब चियासी खाइसक्यो, अब रेडी हुने फटाफट। केही मेकअप नै गरेको छैन, रेडी भएर अनि अब निस्किने हो। अहिले चाहिँ हामी चर्च आइसक्यौँ। निशु दिदी आज जसरी ड्रम बजाउने रे, किनकि आज दाल बाबा आउनु हुँदैन। हामी आइसक्यौँ, हामीले बिहान 8:30 बजी आउँछौँ। मेरो आजको आउटफिट कुर्ता सुरुवाल मेहन्दी कलरको, तपाईँ किन देखाउने राम्रो हो। हाम्रो त्यसरी मेहन्दीको आउनु भयो र हामी 8:30 बजी आउँछौँ, किनभने हामी प्र्याक्टिस हुन्छ क्वायरहरूको, त्यही भएर आउँदै हुनुहुन्छ अरू। हामी चाहिँ रेडी भएर आइसक्यौँ। म निशु दिदीको आउटफिट देखाउँछु त। हाम्रो निशु दिदीको आउटफिट अफ द डे के, आज स्पेसल डे हो नि त होइन, त्यही भएर त्यो टाकटुक मिलाउनु पर्यो होइन। यहाँ अब बत्ती बाल्न पर्यो ल। अब त्यही शिशु यताउति प्र्याक्टिस गर्नेछौँ। अनि क्वायर सबै म आइसी देखाउँछु यता। हामीले चाहिँ गिफ्ट पाउला, भाउजूले भिडियो गरिदिनुहुन्छ गिफ्ट पाएको। क्विजमा हामी जितेको। अनि माया चाहिँ टिम लिडर थियो भने, अनि निशु पनि अब टिम लिडर भएर चाहिँ उहाँहरूले पहिलो स्थान चाहिँ हासिल गर्न सफल हुनुभएको थियो। र यस उपहारलाई दिनको निम्ति म पास्टर आमा अनि पास्टरबाट पनि म अनुरोध गर्दछु, एउटा टिमलाई चाहिँ पास्टर आमा ल ताली ताली फोटो पनि खिच्नु होला। होइन सरिनाको टिम लिडर दिनुभएको छ, आउनु यो डायरीको चाहिँ यो उपहारको चाहिँ भरपुर सहयोग के अरे सदुपयोग गर्नु होला, सजाएर नराख्नु होला। हाई एभ्रिवान, जय मसी तथा नमस्कार सबैजनालाई। र आज चाहिँ डे 3 हो र अनि आज चाहिँ रेजरेक्सन डे हो र अनि हामी सबैजना रेडी भइसक्यौँ। म बिहानै 5:30 बजी हामी भेला हुनुभएको छौँ र 5:15 यहीँ भइसकेको छ। सो ढिलो भइसक्यो र अब हामी फटाफट गरेर जानेछौँ। के हुन्छ कसो हुन्छ म सबै तपाईँलाई देखाउने छु। सो गाइस त्यही हो, अब जानु हामी सबैजना भेला भइसकेका छौँ। हाम्रो सञ्चालक सन्दिता हुनुहुन्छ। धेरै महान पुरुषहरू आए, केही छिनको लागि उनीहरूको अस्तित्व रह्यो, त्यसपछि उनीहरूको अस्तित्व कहाँ गयो थाहा छैन। त्यसका
काण्ड गर्दाखेरि हामी इतिहासलाई पढ्ने भने हामी देख्छौँ त्यस्ता महापुरुषहरू कति आए कति गए, सबैको नाम लिन चाहन्छु। तर येशू ख्रीष्ट उहाँ चाहिँ जीवित भए, विजय पाएका छौँ। हामी धन्यवाद दिन्छौँ। तपाईँ हिजो आज सधैँभरि एक समान हुनुहुन्छ। तपाईँ कहिल्यै परिवर्तन चाहिँ खाजा आइसकेको छ, सन्दाल ल्याउनु भएको खाजा, तरकारी अनि जेली पुरी खाजा हो गाइस। हामी हरेक इस्टर सन्डेमा खाजा खान्छौँ यसरी नै सबैजना। दामी एउटा लबड पुगालो नि फोटो खिच्न रेडी भइरहेका छौँ सबैजना। अगाडि ब्यानर लिएर हामी र्यालीमा हिँडेको। अब चाहिँ हामी र्याली यहाँ लेखिएको छ पुनरुत्थान दिवस इस्टर सन्डे, र हाम्रो ग्रुपहरू अगाडि पनि छ पछाडि पनि छ। र्यालीमा हिँडेको गाइज। यस्तो इस्टर सन्डे हामीले मनाउने। सन्देश कस्तो लागिरहेको छ? ह्याप्पी इस्टर। अब हामी हिँडेको र्यालीमा। खै अङ्कल खाएन, हाम्रो पुरै भ्लगमा अङ्कल आयो। चाहिँ हाम्रो र्याली सुरु भएको, हाम्रो चर्चको र्याली। हामी चाहिँ मेन रोडको अलिक साइडमा छौँ, धेरै मेन रोडमा छैनौँ। अनि यो हाम्रो र्याली चाहिँ प्रभु येशू हाम्रो निम्ति मरेर फेरि बौरी उठ्नु भएको भनेर एउटा जोसको साथ उहाँलाई महिमा दिनको लागि र उहाँको प्रचारको रूपमा चाहिँ हामी र्याली हिँडिरहेका छौँ सबैजना। हाम्रो आन्टीले हाई गरिरहनु भएको छ। हाम्रो धेरै छैन, धेरै नभए तापनि थोरै भए तापनि हामी मिलेर हामी जानेछौँ। हो सही हो। तर हामी जब बसमा अरू विभिन्न चर्च पनि आउनुहुन्छ, हामी सबै एक हौँ। हाम्रो एउटै परमेश्वर, एउटै बप्तिस्मा, एउटै मुक्तिदाता परमेश्वर हुन्छ। सो चाहिँ हाम्रो चर्चको छ, पुरै लस्करै हुनुहुन्छ। विभिन्न चर्चहरूको र्याली सुरु भइसकेको छ। बाबाले भिडियो गर्दै हुनुहुन्छ र अब हामी हाम्रो र्याली सँगसँगै हिँड्नेछौँ। हाकिम चौक आइपुगे। नाउ अपडेटको लागि ख्रिस्टकै प्रेममा फुल्छु म सदा सदा, छुटाउन सक्छ कुन चिजले भन, कसले गर्छौ बधा। ह्याप्पी इस्टर, ह्याप्पी इस्टर, ह्याप्पी इस्टर। God is good all the time. God is good all the time. All the time. God is good all the time. God is good. God is good all the time. God is good all the time. All the time. God is good. आइपुगे चौरमा, प्रहरी अगाडिको चौकी के चौरमा, सरी ल। हाम्रो कमल बाबु कुन गीत मजा आउँछ? अब चाहिँ त्यहाँ सङ्गति हुन्छ है, अगाडि कुवारहरू छन्। राउन्ड भइसकेको छ विभिन्न मण्डलीबाट, पुरै यहाँ भइसक्यो। ठाउँबाट आउनुभएको छ, कोही 12 घरेबाट भने पछि तनबाटै ठाउँबाट आउनुभएको छ।